स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने मिति घोषणा गरेको छ। कम्पनीले वैशाख 29 गतेदेखि आइपीओ खुला गर्ने भएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरिसकेको कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री गर्न लागेको हो। कम्पनीको कुल जारी पुँजी 93 करोड 75 लाख रुपैयाँ मध्ये 20% बराबरको 18,75,000 किता शेयर निष्कासनको अनुमति पाएको थियो, जसमध्ये केही हिस्सा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपाली कर्मचारी तथा सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ। अब दोस्रो चरणमा कम्पनीले प्रति किता 100 रुपैयाँ अंकित मूल्यका 7,78,125 किता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य 7 करोड 78,12,500 रुपैयाँ रहेको छ। यस आइपीओमा न्यूनतम 10 किता र अधिकतम 1000 कितासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति छिटोमा जेठ 1 गते र ढिलोमा जेठ 12 गतेसम्म तोकिएको छ। कम्पनीलाई इक्रा नेपालले BB+ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको 13.5 मेगावाट क्षमताको सुपर काबेली खुला ए जलविद्युत आयोजनाको कुल लागत 2 अर्ब 71 करोड 90 लाख रुपैयाँ भन्दा बढी रहेको छ। यस आयोजनाको लगानी फिर्ता हुने अवधि करिब 8 वर्ष रहेको छ भने डिस्काउन्टको आधारमा 15 वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अझै 31 वर्ष भन्दा बढी समय बाँकी रहेको छ। यस आइपीओ को निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्पा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मार्फत सी आस्पा प्रणाली प्रयोग गरी तथा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्। यदि तपाई पनि यस्तै आइपीओमा लगानी गर्न सोचमा हुनुहुन्छ भने समयमा नै आवेदन दिन नबिर्सनुहोला। यस्तै महत्त्वपूर्ण शेयर बजार सम्बन्धी अपडेटका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।